नमस्कार। आज मिति 2082 साल पुस 24 गते बिहिबार, तदनुसार 2026 जनवरी 8। पहिलो राशि मेष राशि। आज तपाईँको लागि ऊर्जा र उत्साहले भरिएको दिन रहेको छ। रोकिएका कामहरू पुनः सुचारू हुने सम्भावना रहेको छ। विशेष गरी आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन देखिनेछ। आज नयाँ योजना बनाउनु उपयुक्त हुनेछ, तर निर्णय लिँदा हतार नगर्नुहोला। पारिवारिक सम्बन्धमा मधुरता छाउनेछ। वृष राशि। आज तपाईँले धैर्यता अपनाउनु पर्ने समय रहेको छ। अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनुहोला। कार्यक्षेत्रमा केही प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन सक्छ, तर तपाईँको बौद्धिकताले ती समस्याहरूलाई समाधान गर्नेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। मिथुन राशि। आजको दिन बौद्धिक र रचनात्मक कार्यका लागि निकै राम्रो रहेको छ। साथीभाइ र इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा मध्यम लाभ हुने देखिन्छ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन यादगार रहनेछ। बोलीमा मिठास ल्याउनुहोला। कर्कट राशि। आज तपाईँको सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। घर जग्गा वा सवारी साधनको खरिद बिक्री गर्ने सोचमा हुनुहुन्छ भने समय एकदमै अनुकूल रहेको छ। मातापिताको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कार्यस्थलमा सहकर्मीको सहयोगले कार्यभार कम हुनेछ। सिंह राशि। तपाईँको आत्मविश्वासले आज असम्भव कामलाई पनि सम्भव बनाउन सक्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा सफलता मिल्नेछ। छोटो दूरीको यात्रा हुन सक्छ, जसले मनमा नयाँ विचार उत्पन्न गर्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। कन्या राशि। आज बोलीको प्रभावले अरूलाई आकर्षित गर्न सफल हुनुहुनेछ। धन सञ्चय गर्ने अवसर मिल्नेछ। आफन्तसँगको विवाद सुल्झनेछ। खानपानमा अलि नियन्त्रण राख्नुहोला। पेट सम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थी वर्गका लागि अध्ययनमा प्रगति हुनेछ। तुला राशि। आज तपाईँको व्यक्तित्वमा निखार आउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसले भविष्यमा फाइदा पुर्याउनेछ। साझेदारीमा गरिएका कामहरू फलदायी हुनेछन्। दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध कायम रहनेछ। रोकिएका उपहार वा धन प्राप्त हुने योग रहेको छ। वृश्चिक राशि। आज अनावश्यक दौडधुप बढी हुन सक्छ। खर्च गर्दा सोचेर मात्र गर्नुहोला। वैदेशिक यात्राको प्रयास गर्दै हुनुहुन्छ भने सकारात्मक खबर आउन सक्छ। शत्रुहरू परास्त हुनेछन्। योग र ध्यानले मानसिक तनाव कम गर्न मद्दत गर्नेछ। धनु राशि। आज आयका नयाँ स्रोतहरू फेला पर्नेछन्। रोकिएको धन फिर्ता आउने समय रहेको छ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाउनुहुनेछ। प्रेम जीवनमा नयाँपन महसुस हुनेछ। कला र सङ्गीतमा रुचि राख्नेहरूका लागि आजको दिन विशेष रहेको छ। मकर राशि। आज कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ। उच्च अधिकारीहरूसँगको सम्बन्ध राम्रो रहनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि आजको दिन उत्तम रहेको छ। धैर्य र परिश्रमको फल मिल्नेछ। कुम्भ राशि। भाग्यले साथ दिनेछ। धार्मिक र सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। टाढाको यात्रा फलदायी हुने देखिन्छ। रोकिएका सरकारी कामहरू आज सुल्झन सक्नेछन्। आत्मिक शान्तिका लागि केही समय एकान्तमा बिताउनु राम्रो हुनेछ। र अन्तिम राशि मीन राशि। आज स्वास्थ्यमा केही उतार चढाव आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोला। अचानक धनलाभ हुने सम्भावना रहेको छ, तर जोखिमपूर्ण लगानीबाट टाढै रहनु उचित हुनेछ। गोपनीय कुराहरू कसैलाई नभन्नुहोला। आध्यात्मिक चिन्तनले मनलाई शान्ति राख्नेछ।